कालो चस्मामाथि होइन, प्रतिपक्ष दलका माननीयज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्। धन्यवाद। देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। नियम आपत्ति गर्न मिल्छ, बस्नु, तपाईहरु बस्नु, नियम आपत्ति गर्न मिल्छ। माननीय सदस्यहरू, यो संसद हो। मलाई अचम्म लाग्यो र दुःख पनि लाग्यो सभामुख महोदय, उहाँहरूले नै नेतृत्व गरेको तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। पशुपतिमा जलाइएको 12-13 वर्षको स्कुल ड्रेसमा जलाइएको 12-13 वर्षको बच्चाको खरानी बागमतीको किनाराले राम्रोसँग बगाइसकेकै छैन। भदौ 23 र 24 गतेको जनविद्रोहमा मारिएका सन्तानका बुवा आमाहरू बरखी बारेर बसिरहनु भएको छ। उहाँहरूको शरीरबाट सेतो कपडा उत्रिएको छैन। कुन हिम्मतले फेरि यहाँ आउँछौ र तिनै जनतामाथि शासन गर्छौँ भनेर उहाँले भनिरहनु भएको छ। मलाई अचम्म लाग्छ सभामुख महोदय, यस्तो कुरा जगतले विश्वास गर्दैन, जगतले पत्याउँदैन। त्यसकारण अब यदि कसैले विश्वास गर्ने यो ठाउँ छ भने यो सरकारलाई विश्वास गरेका छन्। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको नेतृत्व र सम्माननीय पार्टी सभापति रवि लामिछानेज्यूको मार्गनिर्देशनमा अब यो देश चल्छ। त्यसकारणले यसमा कसैले शङ्का गर्नु पर्दैन। र जाँदा जाँदै यो सदनमा धेरै पटक एउटा प्रश्न उठाइन्छ कि कालो चस्मा लगाउनु भयो, कालो चस्मा लगाउनु भयो। चिनिया एकजना कम्युनिस्ट नेता देन सियाओपिङले भन्नुभएको थियो, बिरालो कालो होस् कि सेतो होस्, मुसा मार्न पर्यो। सभामुख महोदय, प्रधानमन्त्रीले कालो चस्मा लगाए नि सेतो चस्मा लगाए नि यो देश बनाइदिनु भएन भने पुगेन र सभामुख महोदय। त्यसकारण अब प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्ष दलका माननीयज्यूहरूको कालो नियतमाथि हामीले प्रश्न गर्छौँ र जनताले प्रश्न गर्छन्। धन्यवाद। माननीय सदस्यहरू, किन उठ्नु भएको? माननीय सदस्यहरूलाई माइक दिनु, 1 मिनट भित्र राख्नु। धन्यवाद सम्माननीय सभामुख महोदय। भर्खरै मान्यज्यूले थुप्रै शब्दहरू बोल्नुभयो, त्यो शब्दहरूलाई सम्मान कसरी गरौँ? म एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ, अर्कोतर्फबाट चिर्ने र मलहम लगाउनको लागि तयार हुनुहुन्छ, आफै भन्नुहुन्छ। आज गुन्डा राजका कुरा गर्दा गुन्डा राज कहाँ छन् भनेर तपाईहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईँको छ, तपाईँको सरकार छ, गुन्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुन्डा भनेर बयान गर्ने? आज देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेनजी आन्दोलनका कुरा गर्दा अलिकता लाज पनि लाग्नुपर्छ। जेनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईँका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ र आइन्दा माननीय सदस्यहरू, किन उठ्नु भएको? माननीय सदस्यहरूलाई माइक दिनु, 1 मिनट भित्र राख्नु। माननीय सदस्यहरू, नियम आपत्तिलाई मिल्छ, नियम आपत्ति गर्न मिल्छ। बस्नु, तपाईहरु बस्नु, नियम आपत्ति गर्न मिल्छ। माननीय सदस्यहरू, नियम आपत्ति गर्न मिल्छ। माननीय सदस्यहरू, 1 मिनट भित्र राख्नु, आफ्नो कुरा 1 मिनट भित्र राख्नु। सम्माननीय सभामुख महोदय,
मैले अघि बोलेको एउटा शब्द गुन्डाराजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को ङले भन्छ कि बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मन्साले दुरुपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुन्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रष्टसँग भन्न चाहन्छु, तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुन्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। यदि त्यो कुरा पनि मान्ने हुन्छ भने हामीले बोलेका हरेक कुरामा। अनि अर्को कुरा अहिले उहाँले के भन्नुभयो भने यो तपाईँहरूको प्रहरी भन्नुभयो, कसको प्रहरी? सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी? कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको। त्यसकारणले यो तपाईँहरूको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। धन्यवाद। माननीय सदस्य नरेन्द्र कुमार केरुङलाई समय 5 मिनट। माननीय सदस्यहरू एउटै कुरा बार बार नदोहोऱ्याउनु, बस्नु तपाईहरू। माननीय सदस्यहरू यो संसद हो। तपाईहरू बस्नु। माननीय सदस्यहरू तपाईहरूको ध्यान आकर्षित भइसक्यो कुरा। माननीय सदस्यहरू तपाईहरू बस्नु। एकजनालाई म 1 मिनटको भित्र समय दिन्छु, कुरा राख्नु। माननीय सदस्यहरूलाई माइक दिनु। सम्माननीय सभामुख महोदय, भर्खरै बोल्नु भएको माननीयज्यूले गुन्डा र अराजक शब्द जुन प्रयोग गर्नुभएको छ, जुन तत्कालीन सरकारले चाहिँ गुन्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, मैले के जानकारी गराउन चाहन्छु भने अहिलेको सरकारले कति गुन्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ त्यो हामीले चाहिँ जुन उहाँहरूले अराजक भन्नुभयो, जुन गुन्डा भन्नुभयो, उहाँहरूले चाहिँ कतिको अराजकता गर्नुभएको छ र कतिको सभ्य भाषा बोल्नु भएको छ। एउटा माननीय भएकोले आफ्नो चाहिँ 4 मिनट 5 मिनट बोल्ने जुन वक्तव्य हुन्छ त्यो बोलिसकेपछि फेरि पनि नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ त्यो चाहिँ सभामुख महोदयले जानकारी गराइदिनको लागि म हार्दिक